बस दुईजनालाई म होइन तिमीहरू दुईजनालाई हात छोड नि त हात भूतको कथा थाहा छ डर लाग्छ लाग्दैन लाग्दैन तिमीलाई लाग्छ सुन्ने कि नसुन्ने डर लाग्छ भने किन सुन्ने सुन्ने ल अलिक अलिक सिधा भएर बस्छ नि त भान्जीसँगै बराबर ल एका देशमा होइन आमा छोरा रहेछ अरे क्या थाहा छ नि अनि उनीहरू गरिब रहेछ अरे होइन छोरा भर्खर 8-9मा पढ्दै थियो अनि आमाले जसो जसो गरेर दुःख सुख गरेर 10सम्म पढाएछ अरे होइन अनि अब त्यहाँ खाना लाउन नपुगेपछि आमाले के गर्यो भने अलि साउसँग ऋण माग्यो अरे क्या ऋण भनेको बुझ्छौ के हो ऋण भनेको ऋण भनेको सापट्टि पैसा सापट्टि माग्यो अरे क्या साउसँग अनि सापट्टि मागेर छोरालाई काठमाडौँ पढ्नु पठायो अरे होइन अनि छोरा गएको 1-2 महिनामा आमाले छोरा 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 भन्दै आमा मऱ्यो अरे है अनि अब त्यति बेला त गाडी साडी थिएन अनि छोरालाई बोलाउँदा आइपुगेन अरे क्या छोरा आउनुभन्दा अगाडि नै अनि त्यो साउले त्यहाँ आमालाई लगेर गाडिसकेछ अरे खेतमा लगेर गाड्दैछ अरे होइन छोरा खोलाको किनारमा गाड्दैछ अरे है अनि अब छोरा 2 दिन पछाडि आयो अनि खै आमा भन्छ छैन अनि साउले पैसा माग्नु थाल्यो अरे ला अब साउलाई कसरी पैसा दिने छोराले यसो विचार गर्यो अरे क्या आमाले त यस्तोमा सुनकौठी लगाएको थियो अरे त्यो सुनकौठी खै भनेर घरमा खोजेर भेटेन अरे अनि राति 12 बजे कोदाली लिएर त्यो लास गाडी ठाउँमा गयो अरे खन्दै 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 अनि आमाको हातमा एउटा औँठी त भेट्यो अरे तर निक्लिएन अरे क्या औँलाबाट निक्लिएन अरे कति कोसिस गर्यो अरे निक्लिएन अरे अनि त्यो कोदालोले यो औँला काटेर औँठी निकालेर अरे क्या निकालेर खुसी हुँदै जाँदै थियो अरे पर एउटा बुढी आमा रुँदै थियो अरे क्या हातबाट रगत तप 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 पाउँदै गरेर रुँदै थियो अरे अनि त्यो छोरा नजिक गयो अरे क्या छोरा गएर यसो गऱ्यो क्या आमा आमा तपाईँलाई के हो भने अरे क्या छोराले के भने तैँले भने अघि तैँले मेरो औँला काटेको भनेर भन्यो अरे क्या डर लागेन साँच्चै डर लागेन हो डर लागेन डर लाग्दैन साँच्चै म त भूत हो नि भूत हो नि मैले कसलाई खाम कसको मासु मिठो छ मामाको मिठो छ कि भान्जीको मिठो छ म एउटा अम्ला चाख्छु पहिले भान्जीको अम्ला चाख्छु अम्ला ल्याऊ अम्ला ल्याऊ ल मामाको ल्याऊ अम्ला चाख्छु जसको मिठो छ पहिले त्यसलाई खान्छु